हेलो साथी सम्पूर्णलाई एकमुष्ट नमस्ते। म नवीन योगीको के छ खबर? सबै सन्चै आरामै हो साथीहरू। म चाहिँ इन्डियामा है, इन्डियाको ठाउँमा छु। अनि रुममा जान लाग्यो साथीहरू, लाग्छ होइन। हामी त रुममा जान चाहिँ 40-45 मिनट लाग्छ है। अनि के गर्दै हुनुहुन्छ हाम्रो साथीहरू होइन। म चाहिँ अहिले पुनामा छु है, यो मुम्बईको हाइवे रोड हो साथीहरू। गाडी त भन्नै नसकिने हुन्छ क्या साथीहरू होइन। पुरा रोड क्रसिङ म रोड क्रसिङ गर्न लाग्छु साथीहरू। हेर्नु यस्तो छ क्या, हेर्नु यहाँ हान्देला जस्तो छ क्या होइन। के गर्नु साथीहरू, त्यस्तै हो अब सानैमा होइन। अब बाबु त घुमाए, बुवालाई त घुमाए साथीहरू होइन। अब मम्मी पनि त्यस्तै हुनुभयो है। अब आफू त सानैदेखि टुकुरो मान्छेहरूले होइन, सानैदेखि त दुःख पाएको थिएँ होइन साथीहरू मैले चाहिँ होइन। तर अहिले ठुलो भएको बेलामा पनि सबैले हेप्न लागेका, छरछिमेक भएका होइन, आफ्नो सन्तानहरूले पनि हेप्दै जान लाग्यो क्या अहिले चाहिँ होइन। धेरै पीडमा परेको छु होइन। दुःख भनेको के हो, पीडा भनेको के हो होइन, त्यो चाहिँ मैले अहिले सानैदेखि भोगेर आएको साथीहरू होइन। अहिले चाहिँ अझै पनि अहिले बहुत पछिरहेको साथीहरू म चाहिँ होइन। के गर्नु साथीहरू, यस्तै छ जिन्दगी। अब परदेशी मान्छे होइन, अब पढाउनेमा सानै उमेरमा पढाउने मान्छे पनि भएन है। 10सम्म त पऱ्यो, 10को एसी दिन पनि पाएन मैले होइन। अब यस्तै हो, 18-19 वर्षको उमेरमाथि इन्डिया छिर्नु भनेको बहुत नराम्रो है साथीहरू होइन। यस्तो उमेरमा चाहिँ आफ्नो देशमा गएर नौकरी गरी खानु भनेको त बहुत नराम्रो नि त साथीहरू होइन। यस्तै हो, मान्छेले धेरैले भनेको छ मलाई, वचन धेरैले लगाएको छ, धेरै मान्छेको वचनहरू सहेको छु साथीहरू मैले होइन। तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ होइन, मैले मजाक गरे जस्तो लाग्यो होला होइन। तर यस्तै हो, भन्दै गर्छ होइन। आफूले कस्तो वचनलाई आफूले रेस्ट्रिक्ट गर्नुपर्छ, कस्तो वचनलाई होइन आफूले फाल्तु काम लगाउनुपर्छ भन्ने त मलाई पनि थाहा छ साथीहरू होइन। तर ठिकै छ, मेरो हैसियत छैन मैले चाहिँ होइन। अब मेरो हैसियत नभएर होइन यो लेभलसम्म पुगेको छु होइन। एक दिन नभए एक दिन होइन, अब दुःख गरेपछि साथीहरू है, एक दिन नभए एक दिन राम्रो काममा पुगौँला म है। त्यही हो क्या साथीहरू होइन। अब ठिकै छ, केही छैन, धेरै दुनियाँको वचन सहेर हिँडेको मान्छे हो होइन। तर एक दिन नभए एक दिन आफ्नो होइन, आफ्नो हैसियत र आफ्नो परिस्थिति भएर आफ्नो पनि अलिकता बोल्ने होइन, केही अलिकता बुद्धि आएर अलिकता होइन, जिन्दगीमा केही अलिकता परिस्थितिले घुमाएर राम्रो मान्छे बनायो भने चाहिँ मैले पनि मलाई वचन लगाएको मान्छेहरूलाई मैले अवश्य वचन पुऱ्याउने छु क्या साथीहरू होइन। मान्छेहरूले होइन हान्नु पर्दैन, पिट्नु पर्दैन क्या मान्छेले, दुःख पाएको मान्छेलाई होइन। एउटा बोली भए काफी हुन्छ क्या साथीहरू। बोली भनेको होइन मान्छेको एउटा उ नै हो कि, एउटा चोट नै हो कि, थाहा छ नि कस्तो हो भनेको होइन। मान्छेले हान्ने, पिट्ने, लड्ने भन्छ नि, यो भन्ने हुँदैन क्या। मान्छेहरूको एउटा बोली भए पुगिहाल्छ क्या। म चाहिँ इन्डियामा आएको चाहिँ अहिले 1 महिना 2 महिना हुन लाग्यो साथी है। महिनाको अब त्यस्तै हो 15,000